हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ प्लास्टिक बोकेर खेततिर आइदिएको अनि यहाँ झारहरू केलाइदिएको होइन। झारहरू धेरै त छैन, थोरै भए पनि झार चाहिँ खोल्नुपर्छ किनकि अहिले चाहिँ झारमा नि औषधि हालेको कारणले चाहिँ झारहरू त्यति आउँदैन। फेरि भोलि पर्सि आउन सक्छ। अहिले चाहिँ अलिअलि केलाएको मात्रै हो होइन। मजाले यसरी चाहिँ झार केलाएर यसलाई चाहिँ सट्ट लगेर चाहिँ यसरी प्लास्टिकमा पोको पारेर होइन, यसरी प्लास्टिकमा पोको पारेर राख्ने। अनि यतातिर चाहिँ उता हुनुहुन्छ छिमेकीहरू चाहिँ युरिया मल छर्दै हुनुहुन्छ। अनि यसरी भरेपछि चाहिँ यसरी ट्याक्क ल्याएर बाजातिर चाहिँ यसलाई खन्याएर फालिदिने। यति पर चाहिँ मामले चाहिँ हामीलाई काँक्रा दिनुभएको एउटा, अनि एक्लैले खाइदिउँ भनेको दिदीले गाली गरेर ल्याम खाइदिएको थियो एक्लै होइन। दिदीले गाली गरे, त्यसपछि बाँडेर दिएको त खुसी भएर खान थाल्यो होइन। यसरी हेर्नु न, यता आन्टीलाई पनि दिएँ अनि दिदीलाई दिएँ अनि मैले नि खाएँ। तिनजना मिलेर यति ल्याम खायो होइन। त्यतिर चबाउँदैछ दिदी बहिनी करपुर। यसले चाहिँ मेरो कपडामा मुख पुज्छ होइन। त्यसपछि खाइसकेपछि चाहिँ हामीले चाहिँ फटाफट उखाल्न थाल्यौँ होइन। यहाँ चाहिँ 4 गरा थियो अनि हामी 3जना भएर चाहिँ उखाल्दै थियौँ। अनि दिदीले चाहिँ यतातिर उखाल्दै हुनुहुन्छ। भिडियो बनाऊ भनेको भएर चाहिँ मैले भिडियो बनाइदिएको। अनि झारहरू ठिकै थियो। फाइनली हामीले उखालिसक्यो। अनि त्यसपछि हामी चाहिँ लागेको अब घरतिर होइन। यहाँ चाहिँ चराहरू रहेछ। आजको मिनी भ्लग चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ एन्ड सो बाई बाई गाइज, सी यु सुन लेटर।